घर गएर बुझ्छ घर गएर त्यस्तो गफ कसै भन्थे उसमा कहाँ अनि अनुश्री कति भयो बोलेको छैन अहिले पर्दाको दुबईमा खतरा देखेको थिएन फोटो ऊ एन्टरप्रेनर त्यस्तै हो एआईको पैसा खतरा कमाउँछ अहिले त पुरा होइन कता कता घुम्नु जान्छ दुबईमा अहिले कति हो बोलेको छैन तर त्यो ब्रिटिस ऊ नभएर राम्रै भएछ त्यसमै गएर कस्तो खतरा थियो ऊहरू पनि नै सेन्ट लरेन्समा पढेको ब्रिटिस कलेजमा पढेको रहेछ एलेबस होइन सेन्ट लरेन्समा पढेको चाहिँ भने त्यति भने चाहिँ तर ब्रिटिसमा पढेको त्यही पनि धनी नै हो नि नदेखाऊ के भनेको लास्टमा धनी नदेखाऊ नदेखाऊ भनेर गरेको है लास्टमा प्राय पनि धनी न है धनी घर कतिवटा कता कता खाँचो पाएको नि इन्डियामा अनि यता त कता झन् कति कमाउँछ अनि इसामा हेर्नुपर्छ अहिले त खतरा स्टोरीहरू झन् पुरा त्यो बिजनेसम्यानहरू ट्र्याकको ड्रेसअपहरू पनि त्यस्तै अब त्यस्तै काम गर्नुहुन्छ कि त्यो अब त्यो एआईमा झन् कति पैसा कमाउँछ त्यस्तोहरूमा त खतरा त्यो कम्पनीबाटै त्यो कम्पनीले नै भयो दाइको फेरि दिमाग पनि ट्यालेन्टै हुनुहुन्छ कि त्यो फ्रान्स जाँदा त्यहाँ पनि रिजेक्ट भयो रिजेक्ट भएको याद जाँदैन केही नभएर अनि त्यो अन्टरप्रेनर जस्तो टाइपको हुन्छ नि दलाली यताउति गरे दलाली नै भन्छ नेपालीमा के त यसमा के अरे एप्पलको उसमा स्टोरमा काम गर्थ्यो पहिला इन्डियामा कति वर्ष काम गरेर त्यसपछि उता बोलाएको इन्टरभ्यू